हेलो नमस्कार साथीहरू, सन्चै हुनुहुन्छ? अनि हजुरहरूले आज तरकारी के पकाउनु भयो त? मैले चाहिँ मस्यौरा र आलुको तरकारी पकाएको। यो चाहिँ मेरो फर्स्ट ट्राई नै हो मस्यौरा पकाएको। मैले यो आजभन्दा पहिला मस्यौरा यसरी पकाएको थिइनँ। यो चाहिँ मास र पिँडालुको मस्यौरा। मैले पहिला मस्यौरा रातो हुने गरी भुटेर अनि प्याज र आलु पछि हालेँ अनि अरू मसलाहरू पछि बेसार, नुन, स्वादअनुसार नुन हालेँ, लसुन अदुवा कुटेर हालेँ। लसुन अदुवा कुटेर हालिसकेपछि लसुन अदुवा कुटेको खल पनि पखालेर हालेँ। अनि त्यसपछि मसला हालेँ, अलिकति मिट मसला पनि हालेँ। मलाई चाहिँ मिठो लाग्छ, अलिकति स्वादलाई मात्रै मिट मसलाको। यताउति सबै हालेर भुटभाट पारेर पानी हालेर सिटी लगाएँ। अलिकति सिटी लाएर 2 सिटी लाएर पकाएको नि मिठो नै हुने रहेछ। पहिला पिरो नहालेको हुनाले बच्चाहरूलाई झिक्दिनु पर्ने भएर मैले पहिला पिरो नहालेको हुनाले मैले अहिले चाहिँ पिरो हालेँ। अनि सिटी गइसकेपछि छड्काएर यताउति पारेर यसरी पकाएँ।